हेलो हाम्रो 2082 को तिहार चाहिँ हाम्रो आज तिहारको कुक हामी दुईजना हो कस्तो हुन्छ थाहा छैन राख्नु क्या ए त्यो हाल्नु पर्यो नि यता जानु तपाईँ हेलो हाम्रो 2082 को तिहार चाहिँ हाम्रो यस्तै चाहिँ दाजुले टिका लाउनु भएको छ बुढो लाउनु भएको छैन मैले पनि लाएको छैन अब हामी यहाँ पसलमा अब यहाँबाट हामी कहाँ जान्छौँ भनेदेखि अब आज भात पकाउने हामी आफै हो भात पकाउने भाँडा माझ्ने कार्यक्रम सुरु हुन्छ अब हाम्रो उता क्याफे बन्द भएको कारणले क्याफेको सामान पनि यता पाइन्छ कि यसै भाइ मसला पनि छ बुढा अस्ति दसैँमा घर जानुभयो यसो जानु भएन म चाहिँ दसैँ पनि गएन तिहारै पनि गइनँ पर कस्टमरहरू हुनुहुन्छ कि अब हामी किचन जान्छौँ किचनमा अलिकति भिडियो बनाउँछौँ अब भाँडा माझेको पकाएको मोटेर चाहिँ मोटेर गएछ ल अब हामी किचनमा भेटौँ है अब एकचोटि अब फेरि ल आज तिहारको कुक हामी दुईजना हो यी भाँडा सफा सबै गर्ने पनि हामी दुईजना हो कि म कम्ता राखेर चाहिँ गाँठेँ कि हामीलाई यो सफा गर्नु पऱ्यो अनि हामी कुक भएको दुईजना के लुक्यो तपाईँ हामी दुईजना पकाएर खाने यस्तो मिठो पकाएर खाने हो कि ल हामीले भाँडा माझिसक्यौँ अब हामी पकाउन थालेछौँ भाँडा माझेर चाहिँ भिडियो बनाएनौँ किनभनेदेखि हाम्रो यस्तो पकाउने प्लान थिएन अब हामी पकाउँदैछौँ यी पकाउँदैछौँ अब कस्तो हुन्छ थाहा छैन पाक्यो है त आएको अलि राम्रो चलाउनु ल उहाँ कुक हो मलेसियन कुक पाक्यो भन्नुहुन्छ क्या ठिक छ एकदम राख्नु क्या ए त्यो हाल्नु पर्यो नि त्यो हालेर चलाउनु ल हाम्रो पाक्यो भन्नुहुन्छ आज हामीले हरियो पत्ता भेटाएनौँ हरियोको पत्ताको साउन्डमा हामीले ऊ हाल्यौँ ल आज हाम्रो 2082 तिहारको भोज यो सुन्नु सुन्नु हाम्रो फुलबारी मकैबारी छैन हाम्रो फुलबारी हाम्रो मकैबारी छैन हाम्रो फुलबारी छ है साथी हो यी बुढा दाजुले के धुप बालेको छ नि है मजाले गनाएको छ बास आएको छ गनाएन बास के धुप बाल्यो खोइ कहाँ छ ए यो बास आयो भने धुप बालेर छन् के धुप हो थाहा छैन है मजाले गस्न आएको छ बास एकदम आएको छ बास यो बासले गर्दा आज टाउको दुःख मलाई चाहिँ बास आयो भने धुप बालेछ ल ल्याउनु त धुप बाल्नु बुढाले फेरि धुप बाल्दैछ नि त के हो बुढा मान्छेले फेरि धुप लिएर आएछ नि त आज धेरै गनायो क्या यार हाम्रो चाहिँ आज तिहारको दिन यस्तो रमाइलो कहिले धुप बाल्ने कहिले आगो बाल्ने तर आज यार भात पकाएको भिडियो चाहिँ हालियो तरकारी पकायो खाएको चाहिँ भिडियो हालिदिने त यार खानुको हतारले पाचेको भात चाहिँ हाल्न पाइएन यार आउला कुनै दिन त्यो पनि हाल्ने दिन ल हाम्रो पुन्दाले मजाले धुप बाल्नु भयो पूजा पनि गर्ने कि धुप पनि बाल्ने हो बालेपछि पूजा गरे जस्तै हुन्छ बुढा मान्छेले फेरि धुप लिएर आएछ नि त आज धेरै गनायो क्या यार हाम्रो चाहिँ आज तिहारको दिन यस्तो रमाइलो कहिले धुप बाल्ने कहिले आगो बाल्ने तर आज यार
भात पकाएको भिडियो चाहिँ हालियो तरकारी पकायो खाएको चाहिँ भिडियो हालिदिने त यार खानुको हतारले पाचेको भात चाहिँ हाल्न पाइएन कि यार आवालाई कुनै दिन त्यो पनि हाल्ने दिन ल के हो हाम्रो पुन्दाले मजाले धुप बाल्नु भयो पूजा पनि गर्ने कि धुप पनि बाल्ने हो धुप बालेपछि पूजा गरे जस्तै हुन्छ कि धन र पैसाको घमण्ड नगर मरेर नजाने भएको छ र प्रभुलाई सम्झी दुई हात जोडी जानु छ एक दिन संसार छोडी फुलिसक्यो कपाल चाउरियो गाला आज हो कि भोलि भन्दै पुक्लुक्कै जाला